नमस्कार दर्शकवृन्दहरू। म ध्रुव कोइराला नेपानिया भानुग्राम नेपानिया बस्ती निवासी मेरै खण्ड दार्जिलिङ। म यस्तो त 2021 जनवरीदेखि बोल्न थालेको। धेरैवटा मैले दर्शाएँ, मेरा मनको कुराहरू, मनको व्यथाहरू बताउँदै आएँ, किसिम किसिमको धेरै नै बताएँ। तर आज चाहिँ म अब अलिकति स्वास्थ्य पनि मेरो ठिक छैन। हेर्छु, घुम्छु, आँखा राम्रो देख्दिनँ। गाउँघरमा कुरा सुन्छु, हेर्छु। हामी नेपाली गोर्खा भारतवासी त दार्जिलिङका व्यक्तिहरूको लवाज हेर्दाखेरि र बोली शब्दहरू देख्दाखेरि अगाडिको बचपनको कुरा याद आउँदाखेरि मलाई बहुत दुःख लाग्छ। किनभने आफ्नो वेशभूषा भन्ने त छोडियो, तर वातावरण नै अर्को छ। चिन्न सक्न छोडियो मान्छेको। अनि मान्छेले कस्तो गर्न थाल्यो भनेदेखि अब एउटा पश्चिमी सभ्यता अरे। अब हाम्रो पूर्वेली सभ्यताको आफ्नो लुवाई खुवाई वातावरणै छँदै छैन। त्यो पुरानो कुरा नगर भन्छन्। अब मातृभाषा र मातृभूमि भन्ने ठुलो कुरा हो। तर मातृभाषाको पनि कसैले वास्ता गर्दैनन्, मातृभूमिको पनि वास्ता गर्दैनन्। अनि कसैले पनि एउटा सिद्धान्त बिना चलेको देख्छु। म त विरक्ति लाग्छ, सुन्न पनि, बोल्न पनि विरक्ति लाग्छ, हेर्न पनि। किनभने न त फेसनै छ, न त भाषै छ। अब हाम्रो भाषामा परम्परा मासिने जस्तो, लोप हुने जस्तो देख्दैछु म। अब लोप भएर जाने रहेछ। किनभनेदेखि अब म त अब यो गाउँमा हामीले खडा गरेको स्कुलमा पढ्ने नानीहरू आज यहीँ जन्मेका, मातृभाषा भन्ने आमाको भाषा पनि बोल्न छोडे। न त संस्कृत, हाम्रो खासमा संस्कृत हो, नेपाली भाषा हो, हिन्दी भाषा हो, बङ्गला भाषा हो। अङ्ग्रेजी भाषा भन्ने त विदेशी भाषा हो। तर त्यही विदेशी भाषा चाहिँ जान्ने र आफ्नो भाषा नजान्ने। म त बुढो मान्छे, आँखाले भ्याएन यो मोबाइल हेर्ने माग्छु कसैलाई। यो त नेपाली पो रहेछ, म त यो त हिन्दी पो रहेछ। हेलो, हिन्दुस्तानमा बसेका छन्, नेपाली हुँ भन्छन्, तर न लवाजै छ, न त भेषमा छ, न त बोलीमा छ, न त खानपानमा छ। कुनै कुरा पनि अब लोप भएर जाने रहेछ। भावी सन्तानलाई त राम्रो नहुने रहेछ। अब हामीले बोलेको कुरा कसैले सुन्दैनन्। हाम्रो भाषा के हो, संस्कृत भाषा के हो त्यो पनि छैन, हिन्दी भाषा के हो त्यो पनि छैन, खालि इङ्ग्लिस मेन। अब यो त भारतवर्षमा त इङ्ग्लिस त चलेको छ, यो त विश्व भाषा हो। तर आफ्नो भाषा चाहिँ मुख्य हो नि त। त्यो आफ्नो भाषा चाहिँ मुख्यलाई चाहिँ मान्दैनन् अहिलेको विद्वानहरूले। कि स्कुलै त्यस्तै छ कि गुरुहरूको उपदेश त्यस्तो हो कि यो नानीहरूलाई। अब नेपाली स्कुलमा पढ्ने मान्छे, बङ्गला स्कुलमा पढ्ने मान्छे अब मलाई त यो आउँदैन भन्छन् भनेदेखि त म त ताजुबमा परिसकेँ। अब सोध्छु नानीहरूलाई, नानीहरूले त बताउँछन् उल्टा पुल्टा, आफूलाई चित्त बुझ्दैन। बुढो मान्छे जान्दैन भन्छन्। आफू त हो जानिँदैन। मुख्य कुरो मेरो दुर्भाग्य हो, मैले अङ्ग्रेजी सिकिनँ। अब किन मैले सिकिनँ? अब संस्कृत त अलिक सिकेँ, हिन्दी सिकेँ, बरु बङ्गला सिकेँ, तर नेपाली भाषा आफ्नो मातृभाषा सिकेँ। यिनै चारवटा भाषा मैले जानेको हो। तर अहिले यो भाषा सबै ठप हुने देखेँ म, कि इङ्ग्लिस भाषा मात्रै चल्ने। त्यसो हो भने त भारतवर्षको त यो नै रहेन जस्तो लाग्छ। कि मेरो बुझाइ त्यस्तो हो कि या मानिसको त्यस्तो हो कि आफ्नो भाषामा के भनेको छ। अब हाम्रो भाषामा आमा, बाबा, हजुरबुवा, हजुरआमा, जिजुबा यस्तो भाषा छ। अहिले त ठुलो बाउ पनि अङ्कल भने आन्टी भने सकियो। भाषामा पनि अङ्कल र आन्टी भयो, अरू भाषै मेट्यो, लोप भइगयो। अनि लुवाई खुवाईमा पनि हाम्रो दौरा सुरुवाल टोपी
कमेज, कुर्ता सुरुवाल, धोती, अब यस्तो त छैन। लगाइ छ त्यस्तै खालको कुराहरू विदेशको। अब विदेश त म त गएकै छुइनँ। अनि यस्तै कुराले चाहिँ म अलिकति विरक्ति छु पनि। अब धेरै बोल्न पनि मलाई त्यति मन लागेन। आज यतिमै म मेरो वक्तव्यलाई स्थगित गर्नु पर्यो। होस्।